गाइस नमस्ते बालकुमारी मिनी ब्लगमा अस्ति मैले क्या मलाई त लाइक गर्नै पर्छ कमेन्ट म भिडियो हाल्ने नै हो भने चाहिँ नि हाल्नै पर्छ भिडियो किनभने चाहिँ मलाई एडभर्टाइज हो तर के गर्नु फलोवर एक जतिजनालाई दिएँ उहाँहरूले पनि लाइक गर्नु भएको छैन है मैले पनि सक्दो गरेको छु। आजको खानामा सुकुटी भनेर झुक्किनु होला सुकुटी होइन है मस्यौरा मासको मस्यौरा कर्कलोमा है। अनि मैले आज हिउँदे सिमी र आलुको तरकारी बनाएको छु क्या। हिउँदे सिमीमा भने तपाईँहरूलाई थाहा छ ताते सिमी तरकारी दिनु पनि सर्प तरकारी ल्याइन्छ। अनि मलाई फेरि काँक्रा र मुलाको अचार के राख्नु होला सलाद खाए जस्तो नि हुने अब भातमा त्यस्तै काँचा खानु मन सलाद खाए जस्तो नि हुन्छ अचार खाए जस्तो नि हुन्छ। रिता रिता मलाई खुर्सानी ल्याऊ न। खुर्सानी अनि मलाई हिउँदे सिमी नि एकदम मनपर्ने तरकारीमै पर्छ होइन। अनि मैले एउटा कुरा के भन्दा आएको नि मान्छेले क्या मेरो अचार पनि प्रियङ्का कार्कीको मम्मीले खानुभएको थिएन। उहाँले कस्तो खानुहुन्छ के खानुहुन्छ मलाई थाहा छैन नि त। अब मैले त उहाँले मगाउनु भयो मैले पठाइदिएँ क्या। मान्छेले सेलिब्रेटीले खाएँ भन्दैमा अचार त्यो हुने भन्ने कुरा हुँदैन क्या। मिठो र नमिठो स्वाद लिन जानु पऱ्यो टेस्ट। मलाई ल्याउनु अचारहरू चाख्नलाई तरकारी म चाहिँ एकदम खतरा हो। मैले फेरि मेरो भनेर मैले पत्ता लगाइदिन्छु क्या खानेकुराहरू। मेरो चाहिँ अचार राम्रोसँग व्यापार कसरी भएको भन्नुहुन्छ भने प्रवेश गुरुङ युकेमा उसले त कस्तो खानेको टेस्टहरू दिन्छ नि त। उसले प्रवेश गुरुङले कहिले के बनाएर कहिले के मलाई पनि त्यस्तो खानेकुराको टेस्ट एकदम दिन्छु म। जहाँ पाइ त्यही गरेर खानालाई मलाई मन पर्दैन। रेस्टुरेन्टतिर कतै कता गयो भने म त खानेकुरा त एकदम एक्ज्याक्ट मलाई थाहा हुन्छ खानेकुराहरू। मैले खुब ताइलेबाट जान्छस् भन्नु होला तर खानेकुराको लागि चाहिँ म एकदम सानैदेखि किरा है। अनि त्यही भएर मान्छेले सेलिब्रेटीले खायो भनेर त्यो अचार खानु भन्ने कुरा त्यो भिन्दै कुरा हो। त्यो आफूलाई खान मन लाग्दा सेलिब्रेटीले खायो भनेर चाहिँ मगाउन चाहिँ पर्दैन है मलाई जहाँसम्म लाग्छ। किन सेलिब्रेटीले कसो खान्छ के खान्छ थाहा छैन नि त है। त्यही भएर खाइराखेको मान्छेहरू कति देखेकोहरू हुन्छ नि। जस्तै अब कतिजना मुखब्याङ गर्नेहरू मान्छेहरू छ नि मुखब्याङ गर्ने त्यति रास्ते आउँछ खान्छ नि त्यस्तो गर्नु त्यो नि गर्नु छैन मलाई। अनि फेरि टिकटकलाई भनेर धेरै भेराइटी भनेर देखाउनु पनि छैन। मेरो घरमा जे खान्छु जस्तो खान्छु त्यही हाल्ने किनभने मेरोमा अचारको फ्याक्ट्रीहरू जस्तै भइहाल्यो। अचारको अब भएको भएर अचारको भेराइटी हुन्छ। मलाई आज खानेकुराहरू आज मैले बनाउँछु। मलाई फेरि यस्तो छ क्या कस्तो मिठो गरेर खानुहुन्छ भन्दै अब मिठै तरकारी आफूलाई जे मनपर्छ त्यही पकाएर खाइन्छ। त्यही भएर त्यस्तो भएको कि तपाईँलाई मिठो आए जस्तो लाग्यो। अनि मान्छेहरूले सेलिब्रेटीले खायो भनेर उसले खायो भनेर मगाउने होइन अचारहरू के खानेकुराहरू आफूले टेस्ट लिने हो। लाउने भनेको अर्काले नि हो खाने भनेको आफ्नो जिब्रोको टेस्ट लिने हो कि। फर्स्ट बाइट गर्छ है सिमी फेरि डल्लै सक्लै मनपर्छ। फर्स्ट बाइट त्यो मस्यौरा मैले बनाएको कर्कलहरूको त्यो मस्यौरा के फ्यास हुन्छ नि त्यसमा सर र रस पर्छ त्यो पिनालकोमा चाहिँ क्याच हुन्छ।
कस्तो दामी के मसिनो सरर र झोल